चैनल। तो कैसे हो आप लोग? हामी आशा गर्छौँ कि सबै सन्चै हुनुहुन्छ होला। आज बिहानदेखि ब्लग बनाउन पाएन, रुममा पनि टाइमै मिलेन। तर आज पनि आउँदैछ काममा लाग्यो होइन। झन् सेल्फी स्टिक पनि लिएन, बसालेर त बनायो पनि हुन्थ्यो भने ध्यानै भएन। त्यो पहिला सेप पनि गइसक्यो। अहिले चाहिँ हल्का काम छु म। बिहानको लागि ब्रेकफास्ट बुफे लाग्छ, त्यही बिहानको लागि चिजहरू होइन, हल्का सलादहरू सबै बनाएर राख्दैछु। किनकि बिहान 7:30 बजीतिर बुफे लाग्छ होइन। 7 बजे स्टाफ आउँछ, त्यही भएर बिहान सबै भ्याउँछ क्या। त्यही भएर ओभर टाइम पनि छैन। ओभर टाइम भएर अब उनीहरू होइन, अब 7 बजे 7:30 बजे बुफे छ भने चाहिँ यस्तै 5 साढे 5 बजे आएर भ्याउँथ्यो भयो। त्यही भएर उनले भ्याउनन्। बिहान हुन त 2जना 3जना हुन्छ, फेरि पनि भ्याउनु त। त्यही भएर अहिले मैले सबै हल्का हल्का मतलब धेरै होइन, हल्का अनि फ्रिजमा राख्ने चिज नबिग्रिने चिजहरू चाहिँ सबै मिलाएर सबै बुफेको लागि टक्क मिलाएर राखिदिन्छु। उनीहरू चाहिँ बिहान आउने, अनि बिहान आएर सिधा लगेर बाहिर हाल्ने। अनि अरू हुन्छ, बइलरहरू हुन्छ, सब्सुगा हुन्छ। यहाँ त ब्रेकफास्ट चिकन पनि खान्छन्, चिकन स्टिमहरू हुन्छ, तमिया भन्छन्, तमिया हुन्छ, सब्सुगा अम्लेटहरू सबै त्यही बेला बनाएर दिन्छ होइन। त्यही बेला बनाएर राखिदिने। अहिले चाहिँ यही हो सबै हेर्छ सबै सबै भेजिटेबल हो। यिनी ओलिभहरू हुन्। यो चाहिँ डर्टी चिज भन्छ, यसलाई लप्ना, यसलाई यो चाहिँ छिदार होइन। अनि यसलाई चाहिँ हलावा भन्छ, हलावा। स्क्वायर चिज, यो बटर, अनि यो पनि चिज यो किरी, नामै किरी लेखेको छ होइन। त्यो पनि छिदाएर त्यसलाई काटेर, अनि यो तुर्किस ग्रेप्सहरू यस्तै मिलाएर राख्ने होइन। अनि हल्का भेजिटेबल पनि बनाएको थियो। भेजिटेबल हेर्नु सक्छ, यो कसक, चिली, टमेटो, खियार, माथि खियार छ, त्यो चाहिँ स्प्रिङ अनियन, त्यहाँ सबै मिलाएर राख्छौँ होइन। सबै मिलाएर राख्छौँ। हेलो गाइस, फाइनली चाहिँ सक्यो होइन। तपाईँलाई देखाउँछु है कस्तो देखा भनेर तपाईँ हेर्नु होला अनि मलाई भन्नु होला। यो चाहिँ छिदार होइन, अनि तुर्किस, बादाम, ग्रेप्स सबै छ। यो चाहिँ डर्टी चिज, यो लब्ना, अनि यो चाहिँ स्क्वायर चिज, बटर, किरी, यो चाहिँ हलावा, यो चाहिँ छिदार चिज, यो पनि लब्ना हो। भेजिटेबल, ब्ल्याक अलिभ, ग्रिन अलिभ, देख्नु सक्नुहुन्छ। फाइनली सक्यो होइन। अब के खाने मन छ, खानु पऱ्यो। के खाने अब खबुस खानु परेन त के अन्दासित लगाएर खबुस खान्छु। त्यही खानु त खाने केही छैन। क्षमता धेरै छ, फेरि पनि त्यही खानु पऱ्यो। अरबी खबुस खाने हिजो बनाएको थिएँ मैले, हिजो भिडियो हालेको छु मैले। अरबी खबुस भनेर हालेको छु मैले। ल त्यही बनाएर खानु पऱ्यो। धेरै खानु 2टा पिस, अनि अम्लेट बनाएर। अनि यो अल्टै चाहिँ मैले पनि यहाँ तुर्किस र यो चिज राखेको छु। आज दिउँसो भयो राखेको छु, त्यही खानु पऱ्यो। ल